ओडाको स्वास्थ्य संस्थामा गराएकोले चाहिँ धेरै सहज भएको छ। अब पहिला अब यहाँनिर नभएको हुँदाखेरि चाहिँ हामी अब कहाँ टाढा गएर गर्नुपर्ने भएको हुन्थ्यो होइन। अब यहाँ भएकोले गर्दा धेरै राम्रो भएको छ, धेरै राम्रो सेवा सुविधाहरू पाएको छौँ होइन, धेरै राम्रो छ। चेक जाँच चाहिँ हुँदैन थियो सर। अब पहिला यो त लास्ट स्टेपमा पुगेपछि थाहा भएपछि मात्रै उपचार गर्न जानुहुन्छ। उपचार गर्न गइसके पछाडि हुन नि सक्छ, नहुन नि सक्छ। अहिले यो कार्यक्रमले चाहिँ अब टाइममै उपचार भएर फाइदा चाहिँ भएकै छ सर। गाह्रो रहेछ विषय भन्न अप्ठ्यारो आए भन्दैन अनि किन नउठाकी भन्छन्, किन नउठाकी भन्छन्। कसैले भन्नुभयो त्यो मिसिनले हेर्ने अरे हामी त जाँदिनँ भन्नुभयो। आफै पनि बोला 2-4जनालाई खबर पठाउनु पर्छ खबर गरेर बढीभन्दा बढी 30 वर्षदेखि माथिकोले स्क्रिनिङको कामहरू गरिरहेको छौँ। पनि त गाडी भाडा निकाल्नु पर्यो, जानु पर्यो, बिजोग भएको मान्छेलाई झन् कसरी हुन्छ, ल्याएर त्यो गर्नुपर्छ। त्यसलाई उदो मर्री छ नि त, छुट्नु भएको छ भने पठाउनु न तपाईँहरूले। अहिले फेरि खबर पनि स्टेसन रहेछ महिलाहरूको पाठेघरको मुखको चाहिँ क्यान्सर छ कि छैन भनेर अहिले हामीले स्क्रिनिङ गरिरहेका छौँ। त्यस्तो मुखको क्यान्सर त्यस्तो केही लक्षण देखियो भने हामीले चाहिँ यहाँबाट भुसुर पठाउने, भुसुर नभइकन भयो भने होइन अन्य हस्पिटलतिर हामीले रिफर गर्ने र हामीले चाहिँ पालिकाले नै त्यसको उपचारहरू गर्ने भन्ने हिसाबले अहिले हामीले चाहिँ यो कार्यक्रमहरू गरिरहेका छौँ। विशेषतः महिलाहरूको स्वास्थ्यप्रति चाहिँ एकदमै जोखिम बढ्दै गइरहेको यो पाठेघरको मुखको क्यान्सर सम्बन्धी र त्यो जोखिमलाई चाहिँ न्यूनीकरण गर्नका लागि चाहिँ अहिले हामी पालिकाले यो कार्यक्रम गरिरहेका छौँ।